बोलेर लेख्नु भएको छ सर, नबुझे नि केही फरक पर्दैन। एक्सपेक्टेड रेट अफ रिटर्नलाई क्वेशनमा कहिलेकाहीँ मार्केट रिटर्न भनेर चाहिँ आउँछ। मार्केट रिटर्न अरु दिन सक्छ बाबु, जे पनि भन्न सक्छ। त्यो रिक्वायर्ड बाहेक अरु कुनै आएको अर्को रिटर्न भनेर कम्पेरिजन गर्ने अर्को रिटर्न, अरु नाम पनि भन्न सक्छ त्यसलाई। डिजायर्ड रेट अफ रिटर्न भन्न, डिजायर्ड भन्ने चाहिँ रिक्वायर्डै भयो, रिक्वायर्ड भन्दा बाहेक अरु आएको रिटर्न सबै के जो नि भाइ बुझेस्। अब यो कुन प्राइस हो भन त? अन्डर प्राइस। अन्डर प्राइस भयो, धन्यवाद। हो ल, यति साह्रै सबैले साह्रै अब भयो सर, भयो। तल लेख यहाँबाट। अब यो चाहिँ तिमीलाई पढ्नको लागि दिएको कन्सेप्ट दिएको। अब यसको चाहिँ सोलुसन चाहिँ अब भन्नु पर्यो। हेर यसको सोलुसन ल, सिन्स द लेख, सिन्स द डी नम्बरको सर, डी को बाबु, डी को चाहिँ सोलुसन चाहियो नि त। अब कुरो बुझ्यौ नि? हजुर। सिन्स द required rate of return is less than expected rate of return ब्रैकेट में लेख यसरी, that is लेख्नु पर्यो भने IE लेख्ने यसरी हो लेख्ने तरिका। IE 9.25% is less than कति 15%, assets A is underpriced and we should purchase it। यसरी लेख्ने हो नि त। हो, we should purchase it यसरी लेखन अन टप गरिहाल्छौ नि। we should purchase it यसलाई हामीले के गर्नुपर्छ? खरिद गर्नुपर्छ। अन्डर प्राइस्ड र ओभर प्राइस्ड लेखेको छ, ठीक छ। we should purchase it। ल भयो भाइ बहिनीहरु, भयो सर। ल ई मा के भनेको छ हेर त? क्याल्कुलेट द सिस्टमेटिक एन्ड अनसिस्टमेटिक रिस्क अफ एसेट्स। ल भन, सिस्टमेटिक रिस्क को फर्मुला के हो? फेरि यहाँ पनि अब मैले कराउनु पर्ने होला। सिस्टमेटिक रिस्क, ल भन फर्मुला के हुन्छ? यो त पक्कै पढाएको छु, भन त के हुन्छ? COBJM रिस्क अफ एसेट्स डिवाइडेड बाइ सिग्मा m। अब COB अहिले के कोरिलेसन छ? COBM हो अहिले त। RAM भन्नु पर्यो। RJM मल्टिप्लाई सिग्मा z R डिवाइडेड बाइ सिग्मा m। RAM इन्टु सिग्मा A मात्रै है। RAM इन्टु सिग्मा A त्यति भयो। डिभाइड बाइ छैन है बाबु। RAM कति छ? RAM दिएको छ स्ट्यान्डर्ड डेभिएसन अफ एसेट्स ए कोरिलेसन दिएको छ 0.8 इन्टु यहाँ दिएको छ 9, कति आयो? 7.2%। के भन्यो त अर्को? अनसिस्टमेटिक रिस्क हो, यसरी लेख्नु पर्यो। अनसिस्टमेटिक रिस्क, अनसिस्टमेटिक भने के त? टोटलबाट सिस्टमेटिक घटाउने। ल है भाइ बहिनीहरु, अनसिस्टमेटिक रिस्क अफ एसेट्स ए भनेको टोटल रिस्क माइनस सिस्टमेटिक रिस्क। टोटल रिस्क माइनस सिस्टमेटिक रिस्क। ल है याद गरौँ। सिस्टमेटिक रिस्क टोटल भनेको स्ट्यान्डर्ड डेभिएसन हो। सिग्मा ए कति छ भन? सुन, फेरि टोटल रिस्क भनेको स्ट्यान्डर्ड डेभिएसन हो नि। स्ट्यान्डर्ड डेभिएसनले टोटल रिस्कलाई मेजरमेन्ट गर्छ। यो मैले आज होइन भाइ बहिनीहरु, धेरै पहिला भनेको छु। तपाईहरुले स्ट्यान्डर्ड डेभिएसनमा मैले लेखाएको कुरा हेर त, भिडियोमा गएर हेरे पनि हुन्छ अथवा चाहिँ तपाईहरुले आफ्नो कपीमा पल्टाएर हेर्दै पनि हुन्छ। सिग्मा ए कति दिएको छ त बाबु नानीहरु? ल त 9% माइनस 7.2 यसरी हो नि त फाइनान्स त। 9 भनेको 1.8%। यो चाहिँ अनसिस्टमेटिक रिस्क। कुरो बुझ्यो कि बुझेन? एकदम क्लियर सर, 100%। ल मैले अब यसलाई इरेज गर्ने भाइ बहिनीहरु, फेरि म अर्को क्वेशन गराउँछु, कृपया ध्यान। यसलाई इरेज गर्दियौ त?
गरौँ सर गरौँ। अब म फेरि नेक्स्टमा जान्छु। सिरियल नम्बर 43 को अलिअलि गर्छु। 43 त्यही भन्दा मुन्नाडाको क्वेशन्स म आवश्यकहरू चाहिँ गराइहाल्छु तपाईहरुलाई, अनावश्यक क्वेशन्स गराउँदिन। 74 वा त्योभन्दा पछाडिको सबै आवश्यक छ, त्यसमा तपाईहरु डाउट हुनै भएन। त्योभन्दा अगाडिकोमा चाहिँ म आवश्यक क्वेशन्सहरु सबै गराइहाल्छु, 100% कभर हुने गरी बताउँछु। यो TU 2000 कहिले छ भने TU 056 र 057 फंक्सन यो आएको क्वेशन छ। Assume that common stocks, two common stocks have the following betas. Beta 1 that's 1.2, beta 2 that's 0.9. ल beta of assets अथवा beta of stock 1, beta of के भन्ने stock 1 है, याद गर्ने beta of stock 1 जसलाई हामी beta 1 भन्छौं। कति that's beta 1 1.2 that's 1.2 that's अनि beta of stock 2 भनेर लेख beta of stock 2, beta of stock 2, beta of stock 2 जसलाई हामी beta 2 भन्छौं। beta 2 that's 0.9। अब भाइ बहिनीले के भन्ने बेला भयो, सर एउटा चाहिँ एग्रेसिभ दिएर छ, एउटा चाहिँ डिफेन्सिभ दिएर छ होइन त सर भन्नु पर्यो। अब किन 1 भन्दा बढी र 1 भन्दा कम छ। क्याल्कुलेट द betas फर पोर्टफोलियो कन्सिस्टिङ अफ इक्वल रुपीज इन्भेस्टेड इन इच स्टक। ए दुईटैमा इक्वल भने कति लगानी गर्ने भनेको 50-50। हो धन्यवाद। वेट अफ स्टक 1, वेट अफ स्टक 1 जसलाई हामी W1 भन्छौं। कति पर्सेन्ट यो दिएको छ 50%। वेट अफ स्टक 2 W2 यो पनि कति पर्सेन्ट छ, यो पनि 50%। अब हेर क्याल्कुलेट द betas फर बीटा पोर्टफोलियो। बीटा पोर्टफोलियो भाइ बहिनीहरु बीटा पोर्टफोलियो जसलाई हामी बीटा P भन्छौं। बीटा P के हो त यसलाई भन्ने W1 इन्टु बीटा 1 अस्ति पनि लेखाएको छु मैले, WA बीटा A लेखा दियो, अहिले चाहिँ 1 र 2 भयो। W2 इन्टु बीटा 2। अब 50% लाई चाहिँ वेटलाई त डेसिमलमा लेख्नु पर्छ। मैले भनेकै छु तपाईहरुलाई 0.5 इन्टु 1.2 प्लस 0.5 इन्टु 0.9 मल्टिप्लाई गर्नुस् त कति आउँछ 1.05। 1 कति बाबु 05। धन्यवाद 05 1.05। धन्यवाद ल भाइलाई धेरै धेरै धन्यवाद। 1.05 मैले यतापट्टिको चाहिँ इक्वल टु मेटे किनभने पछाडीको ठाउँ अलिकति यो ए सकिहाल्यो, बी मा लेख्नुस् त्यो। भयो भयो सर भयो ल। If an investor thought that portfolio beta of 1.1 was appropriate, हामीलाई पोर्टफोलियो बिटा आयो 1.05 आयो। एकजना लगानीकर्ताले के सोच्यो भन्दा पोर्टफोलियो बिटा चाहिँ 1 चाहिँ एप्रोप्रिएट हो अरे, 1 चाहिँ एप्रोप्रिएट हो है, सरी 1.1 चाहिँ एप्रोप्रिएट हो। इन्डिकेट द प्रोपोर्सन। भाइ बहिनीहरु त्यो प्रोपोर्सनलाई अन्डरलाइन गर्नु होला। प्रोपोर्सन भनेको वेट याद गर्नु होला है। प्रोपोर्सन भनेको अन्डरलाइन गरेर त्यसलाई वेट भनेर लेख्ने। फेरि एक्जाममा चाहिँ वेट भन्न आउने हैन नि, त्यही प्रोपोर्सन नै आउँछ जस्तो तिमीहरुले सिकाएको मात्रै। अ फन्ड अफ that could be invested in both stock to form this portfolio भनेको छ। बीटा पोर्टफोलियो चाहिँ अब कति हो रे, बीटा पोर्टफोलियो चाहिँ 1.1 हो रे, एप्रोप्रिएट बीटा पोर्टफोलियो। अब गर्ने यसलाई बीटा पी लेख्ने 1.1 भनेर लेख्ने है। अब वेट अफ प्रोपोर्सन भनेको त वेट हो, वेट अफ के भन्ने स्टक 1 एन्ड 2, स्टक 1 एन्ड 2, वेट अफ स्टक 1 एन्ड 2 W1 एन्ड के भन्ने W2 इज इक्वल टु वाट। अब यहाँ तपाईले लेख्नु पर्ने भयो नाउ के हैन त बीटा पोर्टफोलियो इज इक्वल टु के भन्ने W1 इन्टु बीटा 1 प्लस हेर्ने W2 इन्टु बीटा 2। अब गर त बीटा पोर्टफोलियो हामीलाई कति आउँछ रे 1. अब यहाँ हेर यसरी डाइरेक्ट गर्दाखेरि तिमीहरुको चाहिँ के हुन सक्छ भने हिसाब मिल्दैन। किन मिल्दैन भने हेर त W1 पनि हामीलाई दिएको छैन, यसलाई भन्छ डिपेन्डेन्ट भेरिएबल, यसलाई भन्छ इन्डिपेन्डेन्ट भेरिएबल याद गर्ने है। अब बीटा 1 दिया छ, माथि दिया छ बीटा 1 र बीटा 2 माथि दिएको छ, बीटा 1 भनेको 1.2 दिया छ, अनि W2 पनि दिएको छैन, बीटा 2 चाहिँ दिया छ।
जब दुईटा कुरा दिँदैन नि तिम्रो हिसाब कहिल्यै पनि सल्भ हुँदैन यो र यो नदिएपछि हिसाब सल्भ हुँदैन सर त्यसो यसको आन्सरै छैन त आन्सर छ नि अब सल्भ नभए पनि सल्भ हुने अवस्थामा लानुपर्छ हेर्ने सबले यहाँ यस्ता कुराहरू वाच गर्नुपर्छ अब के नि त बीटा पोर्सन यसलाई इलाबोरेट गर्ने हजुर अब W2 को ठाउँमा हामी के गर्छौं 1 माइनस W1 लेख्दिने 1 माइनस किन W1 भयो नि त इन्टु के गर्ने बीटा सर किन यस्तो त भन्नु होला W1 र W2 वेट जोड्दाखेरि जहिले पनि 100% हुनुपर्छ याद गर्ने है वेट र प्रोबेबिलिटी जहिले पनि हामी डेसिमलमा लेख्छौं र त्यो दुईटै जोड्दाखेरि जहिले पनि कति हुनुपर्छ 100% यानी 1 हुनुपर्छ त्यो कुरा चाहिँ भाइ बहिनीहरुले याद गर्नु पर्यो यति कुरा याद गरिन भने यहाँ गाह्रो हुन्छ तिमीलाई किनभने मैले भने बुझे कि नबुझे W1 र W2 जोड्दाखेरि 1 हुन्छ भनेपछि अब तिमीले W2 को ठाउँमा 1 माइनस W1 त लेख्न पाइयो मजाले पाइयो सर एकदम ल 1.1 W1 को ठाउँमा W1 गर्नुस् बीटा 1 कति भयो त बीटा 1 हामीलाई त्यहाँ 1.2 दिएको छ 1.2 प्लस 1 माइनस W1 भयो अब बीटा 2 दिएको छ कति 0.9 दिएको छ 0.9 दिएको छ हो गर्न सक्नुहुन्छ 1.1 इज इक्वल टु 1.2 W1 प्लस 0.9 माइनस 0.9 W1 अब गर्नुस् 1.1 बाट 0.9 गयो यो भनेको 0.2 आयो 1.2 बाट 0.9 गरेर 0. कति आयो यो भनेको 0.3 W1 ल गर्नुस् अब सिद्धि त गयो W1 भनेको कति आयो त 0.2 बाइ 0.3 भनेको 0.6667 एउटा रहेछ हैन त्यसपछि W2 भनेको कति आयो त W2 यहीबाट जाम मैले यहाँबाट अब 0.333 1 माइनस W1 भयो यो भनेको 1 माइनस 0.6667 भनेको 0.3333 and this is your answer for the weight of stock 1 and stock 2. Any confusion? No sir. गरेको क्वेशन्सहरु टिक लाउने म अझ अर्को एउटा क्वेशन सिकाउँछु सर हजुर एकचोटी वेट 1 प्लस वेट 2 इक्वल टु 1 को चाहिँ एकचोटी भनिदिनु त वेट जोड्दाखेरि जहिले पनि 100% हुनुपर्छ नानी अब म तिमीलाई एउटा भन्छु है त वेट 100% किन हुनुपर्छ भने जस्तो कसैले 2 रुपैयाँ लगानी गर्ला त्यो पनि 100% हो नानी कसैले 2 करोड लगानी गर्ला त्यो पनि कति हो 100% हो भनेको हामीले जहिले पनि दुईटा एसेट्समा लगानी गरेको वेटलाई अलि धेरै पैसा भएको मान्छेले धेरै लगानी गर्ला थोरै पैसा भएको मान्छेले थोरै लगानी गर्ला तर पर्सेन्टेजमा चाहिँ जहिले पनि कति हुनुपर्छ 100 हुनुपर्छ तिमीले मैले भने बुझ्यौ तर अनि 1 माइनस अनि W1 कसरी त भयो सर ल म अब यहाँ हेरे त तिमीहरुले हेरी यहाँ हेरी ल बहिनीको प्रश्नमा सबैजनाले यस्तै सोध्नु भयो होला ल हेर मैले यहाँ लेखा त तिमीले देखाएको छौ W1 प्लस W2 1 भनेर लेखा छ हैन हजुर अब तिमीले चाहिँ यहाँ W2 जानु पर्यो W2 गर्नु पर्यो नि 1 को ठाउँमा 1 यो प्लस W1 उतापटि जाँदा माइनस W1 1 माइनस W1 यसरी गर्न अथवा सर तपाई अब म भगवान त होइन मैले W2 को ठाउँमा 1 माइनस W1 राखे भन्दैमा तिमीले चाहिँ W1 को ठाउँमा चाहिँ 1 माइनस W2 राख न यसरी पनि मिल्यो त जस्तो तिमीले चाहिँ W1 को ठाउँमा चाहिँ के राख्न पायो 1 माइनस W2 राख्न पायो मै भगवान त होइन नि मैले जे गरे त्यही गर्नुपर्छ भने चाहिँ तर कन्सेप्ट चाहिँ बुझ्नु पर्यो अब तिमीले त्यो गर्यौ भने चाहिँ कति के आउँछ यहाँ सुरुमा W2 आउँछ अनि फेरि W1 यसरी निकाल्ने हो फेरि ए हुन्छ बुझ्यौ नानी मैले भने बुझ्यौ बुझ्यो सर बुझ्यो ल ओके कसैलाई केही क्वेशन छ मैले इरेज गर्ने है त अब इरेज गरे ल हुन्छ सर ल अब यस्तै गरी एउटा अर्को क्वेशन छ बाबु नानीहरु अब यहाँको यो अल्फा बीटाहरु हामीलाई गर्नु पर्दैन म यसलाई पनि गरौँला विस्तारै गरेको क्वेशन जति टिक लाउनुस् अनि 74 क्लास त्योभन्दा पछाडीको सबै गर्न परिहाल्यो एउटा 74 को क्वेशन गर्छु 18 नम्बर वाला क्वेशन गर्छु त्यो भ्याइन्छ अहिले नै यो 15 मिनेटमा भ्याइन्छ TU074 4 इयर बीबीएस लाएपछि पहिलो पटक लङ क्वेशनमा आएको क्वेशन छ क्वेशन नम्बर 18 यस्तो क्वेशन्स आएर पनि
विद्यार्थीले कति नम्बर ल्याए है तिमीले सहिलो क्वेसन सोध्यो यार यो बेला यस्तै सहिलो तिमीलाई सोध्दै त हुन्थ्यो कति हो नम्बर सर कुन क्वेशन यो भनेको पेज नम्बर 99 पेज नम्बर कति 99 सिरियल नम्बर कति सिरियल नम्बर चाहिँ 52 र 2074 साल क्वेशन नम्बर 18 2074 साल क्वेशन नम्बर 18 बुझ्यौ ल You as an investment analyst are considering to evaluate the risk return behavior associated with various combination of assets A and B. Assets A र B को विभिन्न कम्बिनेसन्सहरुमा लगानी गर्नु भएको छ. Under 3 assume degree of correlation. भाइ बहिनीहरु correlation 3 assume degree of correlation कुन कुन रहे भन्दा perfectly positive. Right? Perfectly positive भनेको correlation +1. Uncorrelated भनेको correlation 0. Perfectly negative भनेको correlation -1. भाइ बहिनीहरुले यो कुरा बुझ्नु पर्छ. Perfectly positive भनेको +1, uncorrelated भनेको 0, perfectly negative भनेको -1. The following risk return statistics were calculated for these stocks भनेको stock A को है त यसरी लेख्ने given अल्छी गर्न पाइदैन given है average return for stock A यसरी average what return for stock A average return for what to write stock A जसलाई हामी R bar A लेख्छौं R bar A कति आछ 17% दिएको छ average return for stock B जसलाई हामी R bar B भन्छौं यो कति आछ 14% standard deviation of assets A standard deviation of assets A standard deviation of assets A जसलाई हामी सिग्मा A भन्छौं सिग्मा A दिएको छ 18% अर्को छ standard deviation of assets B sigma B कति पर्सेन्ट यो दिएको छ 12% A मा भन्छ ल हेर है त अब A मा if the returns of A and B are perfectly positive correlated for perfectly positive correlation यसरी for perfectly positive correlation or perfectly positive correlation है के नि त यसरी लेख्ने correlation between सजिलो क्वेशन सोध्यो correlation between के भन्ने stock A and B stock A and B भनेको RAB perfectly positive भनेको +1 plus नलेख्दा नि हुन्छ what is the average return and standard deviation of the portfolio comprising 40% of assets A and 60% of assets B weight of assets A यसरी weight of के भन्ने assets A मा चाहिँ कति यसमा चाहिँ 40% हैन त B मा चाहिँ कति weight of assets B यसमा चाहिँ 60% average return प्लेयर यस्तो नि क्वेशन सोच लाएर average return on portfolio र standard deviation निकाल्नु पर्यो है average return on portfolio average return on के भन्छ portfolio जसलाई हामी R bar P भन्छौं what एक्जाममा लेख्ने यसरी standard deviation on portfolio जसलाई हामी सिग्मा B लेख्ने अब we have लगाउने है त के गर्ने R bar P is equal to WA into R bar A plus
WB into R bar B. WA भने कति छ त हाम्रो 0. वेट एट द डेसिमल लेख्छौं into R bar A भनेको 17% है plus 0.6 into 14% गर्दा क्याल्कुलेसन गर 0.4 into 17 plus 0.6 into 14 15.2%. ल भने बुझे है छैन बुझे सर अब सिग्मा पी फेरि लेख्न पाइयो सिग्मा पी अब कोरिलेसन दिँदाखेरिको फर्मुला चाहियो है याद गर्ने है बाबु नानीहरु कोरिलेसन दिइराछ त्यहाँ क्वेशनले W square A into sigma square A plus W square B into sigma square B plus 2RAB sigma A sigma B WA WB तिमीहरु कुरा बुझ्यो कि नबुझ्यो बुझ्यो सर बुझ्यो ल धन्यवाद ल अब यहाँनेरि सर्लक्क लेखा ल 0.4 को स्क्वायर इन्टु सिग्मा ए भनेको तिम्रो 18 को स्क्वायर प्लस 0.6 को स्क्वायर इन्टु 12 को स्क्वायर प्लस 2 आरएबी भनेको +1 छ है इन्टु पर्खा यहाँ अहिले अलिकति चेन्ज गर्नुपर्ने ठाउँ राख्नु पर्यो नि मैले त ट्याक्कै मिलाउनु पर्यो नि त हैन 1 इन्टु कति छ त सिग्मा ए सिग्मा बी पनि छ हैन त भनेको सिग्मा ए कति छ त हाम्रो भन्दा 18 इन्टु कति छ 12 इन्टु 0.4 इन्टु 0.6 ट्याक्क गर्नुस् ल अब जानिएन भने यसलाई बरु इन्डिभिजुअली गर्नुस् है इन्डिभिजुअली हिसाब गर्नुस् बरु बिगार्न भएन कुरो त्यति हो ल 0.4 को स्क्वायर इन्टु 18 को स्क्वायर गरेर 51.84 गरे यसलाई 51.84 हैन त प्लस के गर्ने 0.6 को स्क्वायर इन्टु 12 को स्क्वायर 51.84 यो पनि एउटै आउँदो रहेछ 84 प्लस अब के त 2 इन्टु 1 इन्टु 18 इन्टु 12 इन्टु 0.4 इन्टु 0.6 103.68 103.68 ल गर्नुस् कति आउँछ त्यो गर्दाखेरि रुट ओभर प्लस 51.84 इन्टु 2 गर्दाखेरि 207.36 207.36 ला रुट आना त रुट ओभर शिफ्ट आन्सर इक्वल टु 14.40 राइट 14.40 ल भन्नुस् कसले कहाँ के बुझेन भन्नुस् ल त्यो सर सीओबी एबी नदिएकोले हामीले आरएबी युज गरे हैन फर्मुलाको हो यो सबैलाई भन्नु त बाबु एकचोटी फेरि सीओबी एबी नदिया भएर क्वेशनमा त कोरिलेसन देखा नि त कान्छ हो त्यही भएर सरले के लेख्या त्यही भएर क्लास भनेको रेगुलर लिनुपर्छ भने त्यही भएर सरले अघि अस्ति के लेख्नु भएको थियो भने कोरिलेसन दिँदा इफ कोरिलेसन इज गिवन इफ कोभेरियन्स अब भाइले बुझ्यो अरूले बुझेको बुझेन थाहा छैन मलाई कोभेरियन्स दिँदा कोभेरियन्स राख्ने कोरिलेसन दिँदा कोरिलेसन राख्ने दुवै दियो भने कुन राख्ने दुवै दियो भने जुन राखे पनि हुन्छ कोभेरियन्स राख्यो भने अलि एक स्टेप छोटो हुन्छ हिसाब त्यति त हो लेख्यो यो भयो
दिएको छ त डब्लुए त त्यो किन यति लामो गर्नु पर्यो हामीले के रे बाबु माथि दिएको छ त 40% र 60% त अनि त्यही त डब्लुए दिएपछि त अनि हामीले चाहिँ के रे आरबारबी र सीमाबी निकाल्नु पर्यो नि बाबु डब्लुए दिए बेला यो नगरेर त्यो अर्को डब्लुए इन्टु के रे त्यो आरबी प्लस डब्लुए गर्दाखेरि भइहाल्यो त अनि त्यो त गरिहाले हामी यहाँ गरे हैन त कान्छ यो गरे हैन त त्यो त स्ट्यान्डर्ड डेभिएसन निकाल्दाखेरि पनि भन्नु खोजेको के स्ट्यान्डर्ड डेभिएसन कस्तो रे डब्लुए दिएकै छ अनि के रे को भ्यारिएन्स दिएको छैन त कोरेल अनि माथि त स्ट्यान्डर्ड डेभिएसन 18% दिएको छ त स्ट्यान्डर्ड डेभिएसन त यो ए को हो नि त कान्छ 18% ए को पोर्टफोलियो निकाल्नु पर्यो नि त हामीले पोर्टफोलियो निकाल्नु पर्यो नि त बाबु अनि स्ट्यान्डर्ड डेभिएसन निकाल्दा पोर्टफोलियोको त स्ट्यान्डर्ड डेभिएसन निकाल्यो नि हो पोर्टफोलियो स्ट्यान्डर्ड डेभिएसन निकाल्यो अनि पोर्टफोलियोको स्ट्यान्डर्ड डेभिएसन निकाल्दाखेरि डब्लुए इन्टु स्ट्यान्डर्ड डेभिएसन ए प्लस डब्लुबी के रे डब्लुबी इन्टु स्ट्यान्डर्ड डेभिएसन बी निकाल्दाखेरि आउँदैन नि कहाँ कोरिलेसन त कहाँ प्रयोग भयो त नि त्यो ल तिमीले सुन न तिमीले भने भाइले भने चाहिँ के भयो भने हेरी यति मात्रै गर्ने भने हैन तिमीले हजुर यति मात्रै गर्ने भने हो नि यति मात्रैले कहाँ हुन्छ अब यति मात्रै गर्दाखेरि इन्डिभिजुअली +1 हुँदा अथवा -1 हुँदा इन्डिभिजुअली कुनैको आन्सर मिल्ला तर त्यो त कम्बिनेसन मात्रै भयो नि बाबु यहाँ कोरिलेसन त कहाँ प्रयोग भयो त नि अनि कोरिलेसन -1 हुँदै +1 हुँदै 0 हुँदाखेरि त यति मात्रै लेखेपछि त असर आएन नि त कान्छ यस्तो के सर स्ट्यान्डर्ड डेभिएसन अफ पोर्टफोलियो निकाल्दाखेरि स्ट्यान्डर्ड डेभिएसन पोर्टफोलियो इक्वल टु डब्लुए हामीलाई दिएको छ ए को अनि स्ट्यान्डर्ड डेभिएसन ए पनि दिएको छ प्लस अनि स्ट्यान्डर्ड डब्लुबी पनि दिएको इन्टु स्ट्यान्डर्ड डेभिएसन बी चाहियो सुन तिमीलाई मैले यो कोरिलेसन हाम्रो लागि 12% दिएको छ त सर भन्नु खोजेको त्यो हो म तिमीलाई एउटा कुरा भन्छु है ल मेरो कुरा सुन ल हजुर तिमीले यदि कोरिलेसन अहिले कोरिलेसन कति छ कोरिलेसन भन्दाखेरि +1 दिया छ +1 दिया बेला भाइले त्यो फर्मुला लाउन मिल्यो तिमीले भाइले भनेको कुरा सुन है सिग्मा पी भनेको सर डब्लुए इन्टु के त सिग्मा ए प्लस डब्लुबी इन्टु सिग्मा बी भनेर भाइले अहिले जुन प्लस कोरिलेसन यदि +1 छ भने त्यो फर्मुला लाउन मिल्यो आन्सर पनि आयो तर कोरिलेसनको भ्यालु -1 आउँदाखेरि मिल्यो त कान्छ माइनसमा त मिल्दैन हो सबैमा मिली लाउनु पर्यो नि त -1 मा फेरि हेरि यहाँ अगाडि माइनस हेरि यहाँनेरि माइनस लाग्यो भने मिल्छ फेरि त्यो वाला हामी एमबीएस मा गएर पढ्छौं यसरी नै मिल्छ भनेर एमबीएस मा गएर पढ्छौं अहिले भाइले जुन सोध्नु भएको छ +1 हुँदाखेरि मिल्यो कि मिलेन सर +1 हुँदाखेरि भाइले मजाले गर्न पायो आन्सर पनि मिल्छ मार्क्स पनि आउँछ तर -1 र 0 हुँदाखेरि त आएन नि भाइ आयो र -1 हुँदाखेरि चाहिँ कोरिलेसनको भ्यालु -1 हुँदाखेरि त मिल्छ त त्यो भन त त्यो त मिलेन सर ओ मैले भने बुझ्नु नि हुन्छ अहिले चाहिँ मिल्थ्यो जे होस् त्यसरी गरे भए पनि एकदमै +1 हुँदाखेरि सुन है अरूले पनि यो कुरा बुझ्नुपर्ने विषय +1 हुँदाखेरि चाहिँ हेरि यस्तो फर्मुला लाउन मिल्छ यदि कोरिलेसन +1 छ कोभेरियन्स दिया बेला भएन फेरि कोरिलेसन दिँदाखेरि पनि +1 छ भने यस्तो यो फर्मुला लाउन चाहिँ मिल्छ भाइले मैले भने बुझ्यौ हजुर सर अब त्यतातिर नजाऊ बाबु अहिले त्यतातिर गयो भने अब तिमीले फेरि त्यो अर्को कन्फ्युजन हुन थाल्छ हामी सबै मिल्नेवाला गरौँ न मैले भने बुझ्यौ नि सर ल अब हेर बीमा हेर ल म अलिकति थोरै भनिदिन्छु अनि सक्यो इफ द रिटर्न्स अफ स्टक ए एन्ड बी आर अनकोरिलेटेड भएपछि तिमीले कोरिलेसनको भ्यालु हेरि यहाँनिर 0 राख्दिने अरु सबै एउटै गर्ने यहाँ 0 राख्दिने कोरिलेसनको ठाउँमा 0 राख्दिने है मैले यहाँनिर अब यहाँ कहिले लेखेको अब यहाँ मेरो सकिन्छ अब 1 मिनेट भन्दा बढी लिन्न म कोरिलेसनको भ्यालु 0 राख्दिने रिटर्न यही सार्दिने कपी पेस्ट गर्दिने यही हुन्छ रिटर्न चाहिँ रिटर्नलाई असर पार्दैन कोरिलेसनले अब हेरि यहाँ चाहिँ 0 राख्दिने र यसलाई फेरि एकचोटी क्याल्कुलेसन गर्ने हेरि यो चाहिँ अब यो भ्यालु फेरि एकचोटी क्याल्कुलेसन गर्ने सक्छौ होला नि डिस्क्राइब द रेन्ज अफ रिटर्न एन्ड रिस्क पनि भनेको त्यस्तो गर त्यो मैले त्यही भन्दैछु मैले त्यही भन्ला रेन्ज र डिस्क्राइबको केसमा भोलि भन्छु तिमीहरुले यो क्याल्कुलेसन एउटा अनकोरिलेटेड भने एउटा 0 राख्ने पर्फेक्टली नेगेटिभ भनेर -1 राखेर क्याल्कुलेसन गर्दा हो अनि त्यो डिस्क्राइबको पार्ट ल
ठिक छ भाइ बहिनीहरु हामीले अब पढ्यौं आइराछ र हामीले गरौँ तपाईहरुले यसमा अलिकति राम्रोसँग ध्यान दिएर गर्नु होला निकै सजिलो पार्टमा पनि छौं हामी आजलाई मैले यति गरे अब डिस्क्राइब भन्ने वाला चाहिँ म भोलिको पार्ट सिकाउँछु तपाईहरु आत्मले पर्दैन तपाईहरु जस्ट भ्यालु मात्रै ख्याल गर्नु पर्ने रिटर्नलाई राख्ने ओरिएन्टेसनलाई के गर्ने प्लस 1 वाला माने गर्ने -1 गर्ने 0 गर्ने अघि अनि अहिले भाइले जुन भनेको छ त्यो प्लस 1 हुँदाखेरि चाहिँ मात्रै मिल्छ अरु बेला मिल्दैन त्यो भएर त्यतिखेर अहिले जान्दैन जानुस् तपाईले जस्ट अब त्यो सबै मिल्ने वाला मात्रै गर्नु त्यसरी पनि गर्न मिल्ने बाकी अरु पछि हामी हेरेरमा पर्छौं ल मैले आजलाई यति गरे है त क्लास हस् सर धन्यवाद थ्यांक यू सो मच बाइ बाइ